2082 साल फागुन 19 गते होलीको दिनमा लाग्दैछ शक्तिशाली चन्द्रग्रहण। 4 राशि हुँदैछन् मालामाल, 8 राशिलाई हुनेछ कष्ट। नेपालमा देखिने गरी, नेपालमा पनि असर गर्ने गरी संसारका 50वटा भन्दा बढी देशहरूमा लाग्दैछ शक्तिशाली चन्द्रग्रहण। कुन कुन राशि भएका व्यक्तिले चन्द्रग्रहणलाई हेर्न हुन्छ, कुन कुन राशि भएका व्यक्तिहरूलाई चन्द्रग्रहण हेर्न हुँदैन, ग्रहण लागेको बेलामा के गर्नुहुन्छ के गर्नु हुँदैन, यस 2082 साल फागुन 19 गते मङ्गलबारको दिनमा होलीको दिनमा लाग्ने यस चन्द्रग्रहणले कुन कुन राशिलाई शुभ फल दिनेछ, कुन कुन राशिलाई अशुभ फल दिनेछ, तपाईँले के गर्नुहुन्छ यस ग्रहण लागेको बेलामा के गर्नु हुँदैन, कुन कुन राशिले यस ग्रहणलाई हेर्ने, कुन कुन राशिले नहेर्ने, यस ग्रहणको अशुभ फलहरूबाट बच्नको लागि के गर्नुपर्छ, कुन कुन देशमा भएका व्यक्तिहरूले यस ग्रहणलाई बार्नुपर्छ, कुन कुन व्यक्तिहरूले बार्नु पर्दैन, के गर्ने के नगर्ने लगायतका कुराहरूको जानकारी लिएर यस भिडियोमा उपस्थित भइसकेको छु। आदरणीय दर्शक एवं श्रोता मित्रहरू नमस्कार, म प्रवक्ता ज्योतिषी गोविन्द भण्डारी 2082 साल फागुनको 19 गते मङ्गलबारको दिनमा लाग्ने होलीको दिनमा विशेष गरी लाग्ने यस चन्द्रग्रहण लिएर उपस्थित भइसकेको छु। तपाईँले हामीलाई कहाँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ तल कमेन्ट बक्समा यस ठाउँबाट भनेर कमेन्ट गरिदिनु होला। तपाईँले हाम्रो यस भिडियोलाई हेरिरहँदा एक लाइक अवश्य गरिदिनु होला, यस भिडियोलाई सेयर गरेर धेरैभन्दा धेरै व्यक्तिहरू सामु पुर्याइदिनु होला, किनभने यस भिडियो अत्यन्त महत्त्वपूर्ण छ। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन तराईको सब्सक्राइब बटनमा क्लिक गरेर सब्सक्राइब गरिदिनु होला। सूर्यग्रहण चन्द्रग्रहण भनेको खगोलमा घट्ने घटनाहरू हुन् र सूर्यग्रहण चन्द्रग्रहण कहिल्यै पनि एक्लै लाग्दैनन्। 15 दिनपछि आउने पूर्णिमाको दिनमा चन्द्रग्रहण लाग्दछ भने त्यसको 15 दिन अगाडि अथवा 15 दिन पछाडि औँसीको दिनमा सूर्यग्रहण लाग्दछ र सूर्यग्रहण जहिले पनि औँसीको दिनमा लाग्दछ भने चन्द्रग्रहण जहिले पनि पूर्णिमाको दिनमा लाग्दछ। यो ध्रुव सत्य कुराहरू रहेको छ र यस्तो अवस्थामा पूर्णिमाको दिनमा लागेको चन्द्रग्रहणले अति नै शक्तिशाली हुने हुनाले 12 राशिहरूलाई शुभ अशुभ दुवै फलहरू दिन्छ। यदि तपाईँलाई शुभ फल दिइरहेको छ ग्रहणले र तपाईँले गर्न नहुने कुराहरू गर्नुभयो भने तपाईँलाई नकारात्मक असर प्राप्त हुन्छ र तपाईँलाई ग्रहणले असर गर्दछ। तपाईँ ग्रहण लागेको अवस्थामा सुत्नु भएन, भोजन गर्नु भएन, शौचालय जानु भएन, खाना खानु भएन, त्यसै गरी हत्या हिंसा मारकाट इत्यादि कर्महरू पनि गर्नु भएन। दीप कलश गणेश स्थापना गरेर हवन गरेर यज्ञहरू पनि पूजाआजा पनि गर्नु भएन, तर आफूले नित्य गर्ने पूजाहरू भने गर्न हुन्छ। ग्रहण लागिरहेको अवस्थामा कुनै पनि ठुला कुराहरूको डिसिजन लिने, ठुला कुराहरूको सम्झौताहरू गर्ने पनि गर्नु हुँदैन र ससर्ग सम्भोग गर्नु हुँदैन, गर्भाधान आदिको क्रियाकलापहरू पनि गर्नु हुँदैन। किनभने यस समयमा गर्भ रह्यो भने त्यसबाट जन्मिने बच्चाले, त्यसबाट जन्मिने सन्तानले कुलको नाश गर्छ, परिवारमा दरिद्री छाउँछ भनेर शास्त्रमा उल्लेख गरिएको पाइन्छ। त्यसैले यस बेलामा त्यस्तो कार्यहरू गर्नु पनि वर्जित रहेको छ। यी कुराहरू त थिए ग्रहण लाग्दा गर्न नहुने कुराहरू। गर्न हुने कुराहरूको बारेमा चर्चा गरौँ। ग्रहण लागिरहेको अवस्थामा तपाईँले भगवानको जप गर्ने, तप गर्ने, ध्यान गर्न सक्नुहुन्छ, भजन कीर्तनहरू गर्न सक्नुहुन्छ। तपाईँलाई गुरुहरूले दिएको मन्त्रहरूको सक्दो धेरै पटक उच्चारण गरेर जपहरू गर्न सक्नुहुन्छ। ज्योतिष शास्त्रमा बताए अनुसार तन्त्र विद्या जान्ने अथवा मन्त्र तन्त्रहरूलाई सिद्ध गर्ने समयको रूपमा यस ग्रहणहरूलाई लिइन्छ र ग्रहण लागिरहेको अवस्थामा तपाईँले मन्त्र जप गर्नुभयो भने 10 गुणासम्म बढी प्रतिफल दिन्छ भनिन्छ। त्यसैले तपाईँले आफूले जानेको मन्त्रहरूलाई सक्दो धेरै पटक उच्चारण गर्नुहोला। अथवा तपाईँसँग कुनै पनि मन्त्र छैन भने चन्द्रग्रहण लागिरहेको अवस्थामा ओम सोम सोमाय नमः भन्ने मन्त्र सक्दो धेरै पटक उच्चारण गर्नुहोस् अथवा ओम नमः शिवाय भन्ने मन्त्रलाई धेरैभन्दा धेरैचोटि उच्चारण गर्नुहोस्। यसले पनि तपाईँको जीवनमा पोजिटिभ एनर्जीहरूको प्रवाह गराउँछ र तपाईँलाई शुभ फल मिल्नेछ। त्यसै गरी ग्रहण लागिरहेको अवस्थामा ग्रहणलाई नाङ्गो आँखाले हेर्ने काम पनि गर्नु भएन। तपाईँले ग्रहणबाट सकेसम्म बस्ने, तपाईँलाई राम्रो छ तपाईँले हेर्नुहुन्छ भने पनि आँखाले चाहिँ हेर्नु हुँदैन। नाङ्गो आँखाले हेर्दाखेरि आँखाको रेटिनालाई असर गर्छ भनेर साइन्टिस्टहरूले प्रमाणित गरिसकेका छन्। त्यसै गरी यस चन्द्रग्रहणको नामाकरण पनि गरिएको छ। ज्योतिष शास्त्र अनुसार ग्रस्तोत्थित खण्डग्रास चन्द्रग्रहण रहेको छ यस ग्रहणको नाम भने। यस ग्रहण श्री साके 1947 विक्रम सम्वत 2082 साल फागुन शुक्ल पूर्णिमा तिथिको दिनमा फागुनको 19 गते मङ्गलबारको दिनमा तदनुसार 2026 मार्च 3 तारिकको दिनमा यस ग्रहण लाग्दैछ। यस ग्रहण लाग्ने
नक्षत्र रहेको छ पूर्व फाल्गुनी नक्षत्र सिंह राशिमा लाग्नेछ र पूर्व फाल्गुनी नक्षत्र भएका व्यक्तिहरूको लागि र सिंह राशि भएका व्यक्तिहरूको लागि यस ग्रहणले अति नै अशुभ फल दिन्छ। त्यसैले यो राशि भएका व्यक्तिहरूले झुक्किएर पनि ग्रहणलाई हेर्नु हुँदैन। ग्रहणको बेलामा यसको असरहरूबाट बच्नु पर्दछ। ध्यान दिएर सुन्नुहोला। यस ग्रहणको सूतक 2082 साल फागुनको 19 गते बिहानको 9:03 सूतक प्रारम्भ हुन्छ। यो नेपालमा देखिने समय अनुसार बनाइएको सूतककाल समय हो र ग्रहण समय तपाईँले कुनै पनि जिज्ञासाहरू रहेको छ, तपाईँ विदेशमा बस्नुहुन्छ, तपाईँको ठाउँमा कति बजे लाग्छ भन्नको लागि तल कमेन्ट बक्समा तपाईँ बसेको ठाउँ र तपाईँले त्यसको बारेमा जानकारी बताइदिनुहोस् भनेर लेख्नुहोला। हामी त्यसको बारेमा अर्को भिडियो बनाएर ल्याउनेछौँ अथवा तपाईँलाई छोटकरीमा उत्तर पनि दिनेछौँ, कमेन्टमा रिप्लाई गर्नेछौँ। ग्रहणको सूतक सुरु भइसकेपछि पनि तपाईँले भोजन ग्रहण गर्नु हुँदैन, सुत्नु हुँदैन र बालबच्चा, बिरामी र वृद्ध बाहेक अरूहरूले खाना खानु हुँदैन भनेर शास्त्र उल्लेख गरेको पाइन्छ। त्यसैले ग्रहणको सूतक प्रारम्भ भइसकेपछि नै ग्रहणको विकिरणहरू पृथ्वीमा आउन सुरु भइसक्छन् र नेपालको समयअनुसार यस चन्द्रग्रहणको स्पर्श दिउँसोको 3:34 सुरु हुन्छ र त्यसै गरी यस चन्द्रग्रहणको मध्य समय हुनेछ 5:18 समय र त्यसै गरी यस ग्रहणको अन्त्य समय हुनेछ 7:02 समय। यस चन्द्रग्रहण 3.5 घण्टासम्म लाग्नेछ र नेपालबाट भने नेपालको चन्द्र उदय अनुसार नेपालमा चन्द्र उदय नै 6:03 हुनेछ र त्यस बेलाबाट चन्द्रग्रहणलाई नेपालमा देख्न सकिन्छ। तर नेपालमा भन्दा पहिले नै अरू देशहरूमा चन्द्र उदय हुने हुनाले जुन देशमा पहिले चन्द्र उदय हुन्छ, नेपालमा भन्दा पहिले जहाँ रात पर्छ त्यस देशहरूमा भने पहिले नै चन्द्रग्रहण सुरु भइसकेको हुन्छ, त्यहाँबाट पहिले नै देख्न सकिन्छ र नेपाली समयअनुसार 7:02 भने नेपालमा पनि चन्द्रग्रहण सकिएर जान्छ। अनौठो किसिमको चन्द्रग्रहण अन्य देशमा भने धेरै समय लाग्ने, नेपालमा भने लगभग 1 घण्टा समयमा चन्द्रग्रहण देख्न सकिने। यस चन्द्रग्रहणले 12वटा राशिहरूलाई के फल दिन्छ त? सुरुमा रहेको छ मेष राशि। एरिस मेष राशि। मेष राशि हुने व्यक्तिको लागि चिन्ता भन्ने फल मिल्नेछ। चिन्ता भन्ने बित्तिकै शारीरिक स्वास्थ्यको समस्याले सताउने हो कि भन्ने सङ्केत देखिन्छ। तपाईँले नसोचेको ठाउँमा पैसाहरू खर्च गर्ने अथवा नसोचेको यात्राहरू, कष्टकर यात्राहरूको सम्भावना पनि उत्तिकै देखिन्छ। तपाईँको लागि अशुभ फल रहेको छ। टोरस वृष राशि। त्यसै गरी वृष राशि हुने व्यक्तिको लागि व्यथा भन्ने फल रहेको छ। पहिलेबाटै गरिरहेका काम कार्यहरूमा सफलता मिले तापनि स्वास्थ्यमा भने समस्या देखिने, तपाईँले दाजुभाइहरूबाट पनि त्यति राम्रो साथ सहयोग पाउनुहुन्न भन्ने यस ग्रहणको फल रहेको छ। तपाईँको लागि पनि अशुभ फल रह्यो। मिथुन राशि हुने व्यक्तिको लागि श्री प्राप्ति भन्ने फल रहेको छ। श्री प्राप्ति भन्ने बित्तिकै तपाईँलाई धनधान्यले युक्त बनाउनेछ। तपाईँलाई आर्थिक उन्नति प्रगति गर्नको लागि उपयुक्त समय रहेको छ। तपाईँको लागि शुभ फल रहेको छ। क्यान्सर कर्कट राशि। कर्कट राशि हुने व्यक्तिको लागि क्षति भन्ने फल रहेको छ। तपाईँले गरिरहेको काम कार्यमा नसोचेको ठाउँमा पैसा फ्याट्ट लाएर खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। तपाईँले नसोचेको ठाउँमा पैसा खर्च गर्न पर्दा हैरानी लाग्ने समय रहेको छ। तपाईँको लागि पनि अशुभ फल रह्यो, सावधान रहनुहोला। लियो सिंह राशि। त्यसै गरी सिंह राशिको कुरा गरौँ। सिंह राशि हुने व्यक्तिको लागि घाटा भन्ने फल रहेको छ, किनकि तपाईँकै राशिमा स्थित चन्द्रमा, तपाईँकै राशिमा स्थित ग्रहणले तपाईँलाई अशुभ फल दिन्छ। घाटा भन्ने बित्तिकै तपाईँको स्वास्थ्य समस्या, आर्थिक समस्या र लगायतका कुराहरूले तपाईँलाई चारैतिरबाट घेर्ने सम्भावना देखिएको छ। त्यसैले सहजक रहनुहोला। पाइला फुकेर टेक्नु भनिन्छ। यस्तो अवस्थामा अलिकति सावधान भएर अगाडि बढ्नुहोला। भर्गो कन्या राशि। कन्या राशि हुने व्यक्तिको लागि व्यय भन्ने फल रहेको छ। व्यय भन्ने बित्तिकै तपाईँले नसोचेको ठाउँमा खर्च बढेर जाने, तपाईँले गरिरहेका काम कार्यहरूमा समय बढी खर्चिनुपर्ने, जे होस् तपाईँले सोचेको भन्दा बढी खर्च गरेर समय, मेहनत र ऊर्जा खर्च गरेर मात्रै उपलब्धि हासिल गर्न सक्नुहुन्छ भन्ने
फल दिएको छ। तपाईँको लागि पनि त्यति उपयुक्त समय देखिएन। लिब्रा तुला राशि। तुला राशि हुने व्यक्तिको लागि लाभ भन्ने फल रहेको छ। लाभ भन्ने बित्तिकै तपाईँले गरिरहेको काम कार्यबाट सोचेको भन्दा राम्रो उपलब्धि हासिल हुने, आर्थिक उन्नति प्रगति हुने र साथीभाइसँग इष्टमित्रहरूसँग भेटघाट हुने र सानो लगानीले पनि ठुलो उपलब्धि हासिल गर्न सकिने खालको समय बन्नेछ। तपाईँको लागि अति नै शुभ फल रहेको छ। स्कर्पियो वृश्चिक राशि। त्यसै गरी वृश्चिक राशिको कुरा गरौँ। वृश्चिक राशि हुने व्यक्तिको लागि सुखम भन्ने फल रहेको छ। सुखम भन्ने बित्तिकै सुख सुविस्ताका साधनहरूतिर ध्यान जानेछ। तपाईँलाई ऐश आराम मिल्ने, तपाईँलाई अलिकति मनोरञ्जनात्मक कार्यहरूमा ध्यान जाने, मनोरञ्जनात्मक कार्यहरूबाट पनि आय आर्जन गर्न सकिने खालको समय बन्नेछ। तपाईँको लागि शुभ समय रहेको छ। सेजिटेरियस धनु राशि। धनु राशि हुने व्यक्तिको लागि माननाश भन्ने फल रहेको छ। तपाईँको मान मर्यादामा कमी आउने हो कि तपाईँले भनेका कुराहरू नपुग्ने हुन् कि तपाईँले आफूले आफूलाई अलिकति कमजोर सोच्ने हो कि यो समयमा भन्ने खालको समय रहेको छ। अलि आत्मबल बलियो गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। क्याप्रिकर्न मकर राशि। मकर राशि हुने व्यक्तिको लागि कस्टम भन्ने फल रहेको छ। कस्टम भन्ने बित्तिकै नचाहिँदा कामहरूमा दुःख पाइने र आफूले सोचेको भन्दा विपरीत कार्यहरूले गर्दा तपाईँलाई काम गर्ने जोस जाँगर पनि घटेर जाने सम्भावना पनि उत्तिकै देखिन्छ। अलि सावधान भएर आफ्नो काम कार्यहरूमा अगाडि बढ्नुहोला। एक्वारियस कुम्भ राशि। त्यसै गरी कुम्भ राशि हुने व्यक्तिको कुरा गरौँ। कुम्भ राशि हुने व्यक्तिको लागि स्त्री पीडा भन्ने फल रहेको छ। स्त्री पीडा भन्ने बित्तिकै तपाईँ स्त्री जाति हुनुहोस् अथवा स्त्रीसँग रिलेटेड काम कार्यहरू गर्दाखेरि अलिक सावधान हुनुपर्छ। तपाईँले पनि यस समयमा सावधान भएर अगाडि बढ्नुपर्ने देखिन्छ। तपाईँको लागि अशुभ फल रहेको छ। पाइसेस मीन राशि। त्यसै गरी अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुने व्यक्तिको लागि सौख्यम भन्ने फल रहेको छ। सौख्यम भन्ने बित्तिकै सुख सुविस्ताका साधनहरू बढेर जाने, तपाईँको लागि शुभ फल। तपाईँले गरेका काम कार्यहरूमा राम्रो उपलब्धि हासिल गर्न सकिने, तपाईँले सोच विचार गरेर आफ्नो राम्रो काम कार्यहरूलाई अगाडि बढाउनु भयो भने अवश्य पनि सफल हुन सकिन्छ। तपाईँको लागि शुभ फल रहेको छ। यो त थियो ग्रहणको राशिफल र तपाईँले ग्रहणको राशिफल ध्यान दिएर सुन्नुभएको थिएन भने एकचोटि फेरि सुन्नुहोला, नत्र भने फेरि तपाईँले के फल प्राप्त गर्नुहुन्थ्यो भन्ने कुराहरू मिस गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले यस ग्रहणबाट बच्नको लागि हामीले यहाँ बताइएका शुभ काम कार्यहरूलाई गर्नुहोला, अशुभ काम कार्यहरूलाई नगर्नुहोला र ग्रहणको समयमा सक्दो धेरै पटक मन्त्रहरूको उच्चारण गर्ने, गुरु मन्त्रहरूको उच्चारण गर्नुहोला। त्यसै गरी तपाईँले अहिलेसम्म पनि यस भिडियोलाई लाइक गर्नुभएको छैन, लाइक गरिदिनु होला। आफ्नो साथीभाइ इष्टमित्रमा सेयर गर्नुभएको छैन, एकपटक सेयर गरिदिनु होला। र भोलिको दिनमा यस्तै कार्यक्रम हेर्नको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। सँगै आउने बेल आइकनमा क्लिक गरेर नोटिफिकेसनलाई अलमा सिलेक्ट गर्नु होला। भोलिको दिनमा यस्तै महत्त्वपूर्ण कार्यक्रमहरू लिएर म प्रस्तुता ज्योतिषी गोविन्द भण्डारी तपाईँहरूको सामु उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि म यस कार्यक्रमबाट बिदा चाहन्छु। हस्त नमस्कार।